अब यो स्पोटलाइट गरिदिनु होला। ओके, हिजो अलिकति प्राविधिक समस्या भएर हामीले क्लास अगाडि बढाउन सकेनौं, त्यसको लागि मैले सरी भन्न चाहे। अब यहाँ आज हामीले यो कोरिलेसन र रेग्रेसनको कुरा पढ्छौं। तपाईहरुलाई यो नोट आउँछ। एउटा जानकारी के गरौँ भने यो टेलिग्राममा मैले यो सबै कुरा पठाउने गरेका थिएँ। टेलिग्रामलाई नेपाल सरकारले ब्यान गरेको छ, त्यसको दुरुपयोग भयो भनेर, हैन? मनी लाउन्ड्रिङ विभिन्न किसिमका कारोबारहरू त्यहाँबाट भए के भए भनेर त्यो चाहिँ बन्द गरियो। हेर्नुहोस्, अब तपाईहरु त्यहाँ देख्न पाउनुहुन्न। त्यही भएर म सम्बन्धित इन्स्टिट्युटमा तपाईलाई पठाइदिन्छु, त्यो पठाइदिन्छु र त्यहाँबाट तपाईले लिन सक्नुहुन्छ मेरो यो मेटेरियलहरु। अब सुन्नुहोस्, अब ध्यानपूर्वक सुन्नु होला। कोरिलेसन भन्या द डिग्री अफ रिलेशनशिप बिट्विन टू और मोर भेरिएबल्स इज सिम्पली सेड टु बी कोरिलेसन। कोरिलेसन भन्या कुरालाई जति पनि भन्न सकिन्छ, जस्तो मैले हिजो भनेको थिएँ, जसरी एज र वेटका बीचमा सम्बन्ध हुन सक्छ। एज मान्छेको उमेर कति हो त्यसका आधारले वेटमा सम्बन्ध हुन सक्छ, हाइट र वेटको सम्बन्ध हुन सक्छ। त्यसैगरी प्राइस र डिमान्डको सम्बन्ध हुन सक्छ। त्यसैगरी प्रोडक्ट र रेनफलको सम्बन्ध हुन सक्छ। वर्षा कति भयो, त्यो वर्षाका कारणले उत्पादन कति भयो भन्ने कुरा हुन सक्छ, हैन? यस्ता थुप्रै इक्जाम्पलहरू हुन सक्छन् जहाँ कि दुईवटा भेरिएबल या दुई भन्दा बढी भेरिएबल पनि हुन सक्छन् को म्युचुअल रिलेसन के हो भन्ने कुरा पत्ता लगाउने एउटा स्ट्याटिस्टिकल प्रिस्युडर हो यो कोरिलेसन। यो कोरिलेसनको मेजर गर्ने तरिका के छ त्यसै सम्बन्धमा हामी छलफल गर्ने हौं। यो तपाईलाई यो सबै आउँछ है, सबै आउँछ। त्यही भएर बोर्डमा लेखाइदिए हुन्थ्यो भन्ने तपाईको होला। म यहाँ भन्दै जान्छु, तपाई बुझ्ने कुरा पहिला प्राथमिकतामा राख्नुस्। बुझ्ने कुरालाई प्राथमिकता राख्नुस्। यो अहिले तपाईको हातमा आइपुग्छ। अर्को कुरा छ यो टाइप्स अफ कोरिलेसन। कोरिलेसन सामान्यतया तीन किसिमका हुन्छन्। एउटा सिम्पल कोरिलेसन, पार्शियल कोरिलेसन, मल्टिपल कोरिलेसन। सिम्पल कोरिलेसन भनेको जहाँ दुईवटा भेरिएबलको मात्रै सम्बन्ध हुन्छ त्यस्तोलाई सिम्पल कोरिलेसन भनेर भनिन्छ। पार्शियल कोरिलेसनको एउटा एक्जाम्पल दिन्छु, क्लियर बुझिहाल्नुहुन्छ। जस्तो जस्तो एउटा 20 बिघाको 1 बिघाको जमिन छ, 1 बिघा जमिन छ है। त्यो 1 बिघा जमिनमा धान कति फल्छ भन्ने कुरा, धान फल्नलाई त्यहाँ पानी कति राखियो, बिउ कस्तो क्वालिटीको राखियो, मल कतिको राखियो भन्ने कुरा होला नि त, होला कि नहोला? त मानौ यदि तपाई तीनवटा भेरिएबल राख्नुहुन्छ भने एकछिनलाई सम्झिनलाई के इरिगेसन सिंचाई, अर्को फर्टिलाइजर र अर्को चाहिँ प्रोडक्सन, त्यहाँ उत्पादन कति हुन्छ भन्ने कुरा। त मानौ तपाईले ती तीनवटा भेरिएबल मध्ये एउटालाई फिक्स गरिदिनुहुन्छ। मल तपाई सधैँ मानौ कति 50 किलो डीएपी राख्नुहुन्थ्यो, 50 किलो डीएपी राख्नुहुन्थ्यो, सधैँ प्रत्येक वर्ष राख्नुहुन्छ, त्यो फिक्स गर्नुभयो। तर तपाईले पानी चाहिँ कहिले कम कहिले बढी, किनकि रेनफलका कारणले पानी कहिले राम्रो भया हुन सक्छ, कहिले कम भया हुन सक्छ। तर धान फल्ने कुरामा त परिवर्तन आउँछ नि, आउँछ कि आउँदैन? धान त्यही बराबर जस्तो मानौ तपाईको 50 क्विन्टल फल्थ्यो भने सधैँ 50 क्विन्टल फल्छ भन्ने छैन। कुनै बेला 55 क्विन्टल फल्न सक्छ, कुनै बेला 40 क्विन्टल पनि फल्न सक्छ। त यदि 3 वा 3 भन्दा बढी भेरिएबलमा तपाईको कुनै भेरिएबललाई फिक्स गरेर बाँकी भेरिएबलको मात्रै सम्बन्ध हेरिन्छ भने त्यसलाई पार्शियल, आंशिक सम्बन्ध भनिन्छ। जान्नु धेरै जरुरी छैन, तर एटलिस्ट कोरिलेसनको बारेमा जान्नु जरुरी हो। अर्को हुन्छ मल्टिपल कोरिलेसन। मल्टिपल भनेको थुप्रै भेरिएबलहरुलाई एकैचोटी तपाईले के गर्नुहुन्छ भने एउटैचोटी सम्बन्ध कस्तो छ भनेर हेर्नुहुन्छ भने जस्तो कुनै मान्छेको वेट कति हुन्छ भन्ने कुरा वेटसँग के रिलेटेड हुन्छ? एउटा हाइट पनि रिलेटेड होला, एउटा एज पनि होला। त्यहाँ कतिवटा भेरिएबल भयो भन्नुस् त? एज पनि एउटा भेरिएबल हो, उमेर। अर्को के हो? हाइट, उसको उचाइ कति छ। अर्को भनेको उसको वेट, तौल कति छ। त यी तीनवटा भेरिएबलको
दुई वा दुई भन्दा बढी भेरिएबल, दुई भेरिएबल भयो भने त्यो सिम्पल कोरिलेसन आउँछ। तर 3 वा 3 भन्दा बढी भेरिएबलको एकैचोटी सम्बन्धको मात्रा निकाल्नुहुन्छ भने त्यसलाई भनिन्छ मल्टिपल कोरिलेसन। but we only deal with simple correlation in this chapter. In this chapter मा हामी मूलतः सिम्पल कोरिलेसन को बारेमा मात्र कुरा गर्नेछौँ। कोरिलेसन पनि लिनियर कोरिलेसन, नन लिनियर कोरिलेसन त्यो पनि हुन्छ, तर यो विभिन्न तरिकाले यसलाई डिभाइड गर्न सकिन्छ। यो मैले एउटा विशिष्ट तरिकाले कोरिलेसनलाई कति तरिकाले हेर्न सकिन्छ भनेर भने हो। तपाई भन्नु होला फेरि नेगेटिभ पोजिटिभ कोरिलेसन पनि हुन्छ, लिनियर नन लिनियर पनि हुन्छ, मलाई पनि थाहा छ त्यो हुन्छ भन्ने त थाहा छ, तर तपाईलाई यो मुख्य कुरा यो हो, त्यो अरु कुरा सामान्य कुरा हो। अब यो सिम्पल कोरिलेसनमा हामीले पढ्ने के हो त? हामीले पढ्ने एउटा त हिसाब निकाल्न जान्नु पर्ने हो। फाइन्ड द कोरिलेसन कोएफिशिएन्ट बिट्विन टु भेरिएबल्स x एन्ड y भन्दियो भने एउटा त सिम्पल कोरिलेसन निकाल्न सक्नु पर्यो। के रहेछ सिम्पल कोरिलेसन भनेको? द डिग्री अफ रिलेशनशिप बिट्विन टु भेरिएबल्स इज नोन एज कोरिलेसन। दुई भेरिएबल को बीच को संबंध को मात्रालाई भनिन्छ के? सिम्पल कोरिलेसन। अब यसका प्रपर्टी छन् जो जाँचको लागि धेरै इम्पोर्टेन्ट छ। प्रपर्टीज अफ कोरिलेसन भनेर आयो भने तपाईले लेख्ने यही हो। जस्तो पहिलो प्रपर्टी लेख्ने, म त लेख्ने थिए यहाँ शेयरबाट के लेखौं भन्नेहरूलाई म भन्न चाहन्छु, यत्रो यो देखिया छ यहाँ लेख्न सक्नुहुन्न। यदि लेख्न अहिले हतार गर्नुहुन्छ भने लेख्नुस्, हैन मेरो हातमा स्लाइड आइहाल्छ, मुख्यतः मैले बुझ्ने कुरा महत्त्वपूर्ण हो भन्नुहुन्छ भने भन्नुहोस्, तर यहाँ चाहिँ अनावश्यक बखेडा चाहिँ नगर्नु होला। मुख्य कुरा ध्यान दिनुस्। पहिलो प्रपर्टीले के भन्यो म सम्झाउने काम मेरो। द कोएफिशिएन्ट अफ कोरिलेसन r इज अलवेज अ नम्बर बिट्विन -1 to +1 इन्क्लुसिभ। कोरिलेसन को मान जहिले पनि -1 र +1 को बीचमा नै रहन्छ। इन्क्लुसिभ किन भन्यो त भन्दा कहिलेकाहीँ कोरिलेसन को मान -1 पनि हुन सक्छ, कहिलेकाहीँ +1 पनि हुन सक्छ, बट त्यो भन्दा बाहिर चाहिँ जान्न। कोरिलेसन को मान त्यो भन्दा बाहिर जान्न। इन्क्लुसिभ भन्या त्यो -1 र +1 समेत गरेर कोरिलेसन को मान त्यसका बीचमा आउँछ भन्या हो। पहिलो प्रपर्टी कोरिलेसन को पहिलो प्रपर्टी भन्नुहोस् भन्यो भने अब के भन्नुहुन्छ? सर सहसम्बन्धको मापनको मान जति आउँछ त्यो -1 र +1 का बीचमा पर्दछ। -1 र +1 समेत पहिलो प्रपर्टी। त्यसलाई प्रुफ पनि गरिन्छ। तपाईका लागि प्रुफ नेसेसरी छैन, यो माध्यमिक तहका लागि प्रुफ पनि नेसेसरी हुन्थ्यो, त्यही भएर मैले राखेको हो। तपाईलाई प्रुफ नेसेसरी छैन। कसरी कोरिलेसन कोएफिशिएन्ट -1 र r1 कै बीचमा हुन्छ त? दोस्रो प्रपर्टी हेर्नुस्, कोरिलेसन कोएफिशिएन्ट इज इन्डिपेन्डेन्ट अफ चेन्ज अफ ओरिजिन एन्ड स्केल। अब यो भन्या के हो? म अलि हिसाब गर्दा गरौँला, हिसाबको बेला बताउँला यो ओरिजिन एन्ड स्केल को मतलब। तर वास्तवमा के हो भने जस्तो तपाई एज्युम्ड मिन घटाउनुहुन्छ नि, हामीले उ गर्यौं नि, के गर्यौं? स्ट्यान्डर्ड डेभिएसन त निकालेका थियौं हैन? मैले त स्ट्यान्डर्ड डेभिएसन नै पढाएको छैन भन्नेलाई मैले के भन्नु छैन। म अब तपाईहरुलाई अलि गाली गरेरै पढाउने पक्षमा छु। जले मलाई मैले त पढाएको थिएन स्ट्यान्डर्ड डेभिएसन भन्यो भने त्यो स्ट्यान्डर्ड डेभिएसन को कुरा नपढिकन, न्यूनतम तथ्याङ्कका कुरा नपढिकन त त्यो बुझिदैन। त मैले स्ट्यान्डर्ड डेभिएसनमा एउटा के पढाएको थिए? स्टेप डेभिएसन मेथड पढाएको थिए। प्रत्येक एक्सबाट अज्युम्ड मिन घटाउने अनि केही संख्याले भाग गरेर त्यो ठूलो डेटालाई सानो बनाउने भनेको थिए कि थिएन? भन्नुभएको थिएन सर, तपाईले कहाँ भन्नुभयो भन्नेहरूलाई मैले केही भन्नु छैन। मलाई रिस उठिराखेको छ, मलाई रिस उठिराखेको छ। तिमीहरूले अहिलेसम्म यहाँ धेरै जनाले मेरो त सर टेलिग्राम को हरायो भन्नुहुन्छ। हरायो ठीक छ, त्यति रहँदासम्म त तपाईहरुले लेख्नु पर्थ्यो, नोट कपी बनाउनु पर्थ्यो नि। अनि तपाईहरुलाई सधैँभरि तपाईलाई दिइराखिन्छ त? नेपाल सरकारले नै ब्यान गरिदियो, मैले के गरौँ? अब कतिचोटि दिइराख्नु? त्यही भएर सरलाई मात्र गुनासो गर्ने जो हुनुहुन्छ नि, सरलाई गुनासो गर्नेहरूको राम्रो हुँदैन, ख्याल गर्नु होला। तपाईहरुले मैले भनेको छु रात दिन लेखे, जति लेख्यो त्यति मात्रै ज्ञान हुने हो, नलेख्दासम्म ज्ञान हुँदैन। त मैले स्ट्यान्डर्ड डेभिएसन को कुरा किन जोडेको यहाँ भन्दा तिमीहरूलाई अलिकति याद रहला यो भनेर, तपाईहरुलाई गाली गर्दै याद रहला भन्दै छु।
के गर्यौं रे हामीले स्ट्यान्डर्ड डेभिएसनमा? यदि ठुलो ठुलो डेटाको केस भयो स्टेप डेभिएसन मेथडमा के गर्ने भनेका थियौं? प्रत्येक एक्सबाट अजम्प्ड मिन घटाउने। अजम्प्ड मिन किन घटाउने? किन भन्दा कहिले मिन चाहिँ दशमलवमा आइदियो भने दशमलववाला घटाउन समस्या पर्छ। हो, जे घटाइन्छ त्यसलाई भनिन्छ चेन्ज अफ ओरिजिन। यहाँ जोड्दैछु म। यदि कुनै पनि तथ्याङ्कको तपाईलाई कोरिलेसन निकाल्नु छ तर त्यो तथ्याङ्क अलि ठुलो भयो भन्ने लाग्छ भने त्यो प्रत्येक तथ्याङ्कबाट तपाई अजम्प्ड मिन घटाउन सक्नुहुन्छ। त्यसले केही फरक पर्दैन। इन्डिपेन्डेन्ट भने त्यही इन्डिपेन्डेन्ट पोइन्ट टु बी नोटेड योर मिलर्ड भन्छ नि। इन्डिपेन्डेन्ट स्वतन्त्र हुन्छ, केही पनि घटाउन सक्नुहुन्छ तपाई आफ्नो मन परिले त्यो तथ्याङ्कलाई सानो बनाउन सक्नु हुन्छ भने आउ। इन्डिपेन्डेन्ट भने बुझ्दिनु पर्यो कृपया। ओरिजिन भने के रहेछ त? केही पनि घटाउन मिल्छ, मतलब एउटा ठाउँबाट अर्को ठाउँमा सार्न मिल्छ भने हो, त्यो चेन्ज अफ ओरिजिन। एन्ड स्केल भने भाग पनि गर्न मिल्छ भने थिएन मैले। ओरिजिन भनेको घटाउन मिल्छ, स्केल भनेको भाग गर्न मिल्छ भने हो। त्यसले गर्दा कुनै तथ्याङ्कमा फरक आउँदैन। अर्थात् यहाँ भन्यो यी हेर्नु, कोरिलेसन अफ एक्स र वाई भन्ने भेरिएबलको कोरिलेसन भन्नु र कोरिलेसन अफ dx dy। dx भनेको एक्सबाट अजम्प्ड मिन घटाएर यसले भाग गरेको, dy भनेको वाईबाट अजम्प्ड मिन घटाएर के ले भाग गर्दा केही फरक पर्दैन। एक्स वाई को कोरिलेसन भन्नु र त्यो डेटालाई के घटाएर केले भाग गरेर सानो बनाएर आउने कोरिलेसनमा कुनै फरक पर्दैन भने आयो। दिस प्रपर्टी इज भेरी इम्पोर्टेन्ट प्रपर्टी which you haven't, you should not leave in the exam. Write the properties of correlation coefficient भन्यो। यो प्रपर्टी छुट्यो भने मुख्य कुरा छुट्यो। यो प्रपर्टी छुट्नै हुँदैन। कोरिलेसन कोएफिशिएन्ट को मुख्य प्रपर्टी यो। अर्को प्रपर्टी हो कोरिलेसन कोएफिशिएन्ट इज सिमेट्रिक इन टू भेरिएबल। x र y को कोरिलेसन भन्नु र y र x को कोरिलेसन भन्नु एउटै हो। राम र सीताको सम्बन्ध भन्नु र सीता र रामको सम्बन्ध भन्नुमा कुनै फरक छैन। x र y को रिलेसन निकाले भन्नु र y र x को रिलेसन निकाले भन्नेमा केही फरक छैन। त्यो प्रोपर्टीलाई के भनिन्छ? सिमेट्रिक हुने प्रोपर्टी। कोरिलेसन कोएफिशिएन्ट इज सिमेट्रिक इन टू भेरिएबल। मैले त लेख्न पाएन भन्नेहरूले लेख्नुहोस्। यति लामो यति समयसम्म रहँदा तपाईलाई लेख्न समय लाग्छ भने मैले के भन्नु छैन। तर मैले के भनेको छु? हिजै युनिट 10 पठाइसकेको छु। टेलिग्राममा त कसरी पठाउँथे बन्दै भइहाल्यो, तर मैले पठाइदिएको थिएँ। तपाईलाई आयो होला फाइल भन्ने मलाई लाग्छ। तपाई त जोडिनु भयो होला नि इन्स्टिट्युटसँग, कि जोडिनु भएको छैन? मसँग मात्रै जोडिनु भएको छ? जहाँ भर्ना गर्नु भएको छ त्यहाँ त जोडिनु भएको छ। हो, त्यहाँ मैले पठाइदिएको थिएँ युनिट 10 है। नत्र म आफ्नै ग्रुपमा राखिदिन्थे, सजिलो हुन्थ्यो। अब या त अर्को ग्रुप बनाउनु पर्छ। अब अर्को ग्रुप बनाएर साध्य लाग्दैन, त्यतातिर म जान्न हो। अर्को चौथो प्रपर्टी भेरी गुड। कोरिलेसन कोएफिशिएन्ट इज अ प्योर नम्बर इन्डिपेन्डेन्ट अफ द युनिट अफ द मेजरमेन्ट भने के हो सर भन्नु होला। कोरिलेसन कोएफिशिएन्ट को कुनै एकाइ हुन्न। कोरिलेसन कोएफिशिएन्ट जस्तो 1/2 आयो, -1 र 1 का बीचमा आउँछ। 1/2 किलो, 1/2 डिग्री सेन्टिग्रेड, 1/2 हैन सेन्टिमिटर भन्ने हुँदैन। त्यसको कुनै एकाइ हुन्न। कुरो बुझ्दै हुनुहुन्छ? यति भन्दासम्म पनि बुझेन भने, यति भन्दासम्म नि बुझेन भने पुरानो भिडियो त हेर्ने हो। अब यहाँ के गर्ने भने नयाँ ग्रुप ल सोचौँला त्यो नयाँ ग्रुप बनाउने विषयमा पनि। नत्र भने तपाईलाई इन्स्टिट्युटबाट सबै कुरा आइहाल्छ। यो चौथो प्रपर्टी बुझ्नुभयो? कोले भन्छ मैले बुझेन? बुझेन भन्नेलाई त्यो नेपालीको फाइल पनि हेर्नु पर्ने थियो। अब तपाईलाई के भनौं, नेपालीको फाइल हेर्न बिर्सिनु भयो होला। के गरौं हे प्रभु, हे नारायण, के गरौं? म त बडा टेन्सन भइसक्यो। तिमीहरू कसरी तिमीहरूको उद्धार गर्ने मलाई टेन्सन छ। मलाई बढी टेन्सन छ। तिमीहरूले यो पाली पास हुनै पर्छ भन्ने मेरो बुझाइ छ। तिमीहरू पास मात्र होइन सिफारिस हुनुपर्छ। तब यो नेपालीको फाइल हेर्नुस् त। नेपालीको फाइलमा पनि मैले कोरिलेसनका प्रोपर्टिजहरु लेख्या हुनुपर्छ मलाई लाग्छ होला।
छ भनेपछि प्रोपर्टिज त लेख्या जस्तो लाग्छ। अब कहाँ लेखे प्रोपर्टिज कसैलाई ल ल हेर्नुहोस् है, तपाईलाई त्यो नेपाली फाइल पनि म देखाइहालेँ। कहाँ छ भने पेज नम्बर 9 मा छैन यो, पेज नम्बर 9 मा। ल हेर्नुहोस् त यहाँ अलिकति अब सानो छ, ल हेर्नुहोस् त। पहिलो प्रोपर्टीले के भन्यो, सहसम्बन्धको गुणाङ्क कोरिलेसन कोएफिसिएन्टको मान -1 देखि +1 को बीचमा पर्दछ, इक्वल टु पनि छ भनेपछि बुझ्नुहुन्छ। सहसम्बन्धको मान केन्द्र र नापोबाट स्वतन्त्र हुन्छ, इन्डिपेन्डेन्ट अफ ओरिजिन एन्ड स्केल भने त्यही हो। rxy भन्नु र ryx भन्नु एउटै हुन्छ। सहसम्बन्धको गुणाई एकाइ रहित हुन्छ, एकाइ हुँदैन। सहसम्बन्धको मान प्रतिगमन गुणाङ्कको गुणोत्तर मध्यकका बराबर हुन्छ। अब यसको लागि अलिकति रेग्रेसनको कुरा जान्नुपर्ने हुन्छ। कोरिलेसन कोएफिसिएन्टको मान ज्योमेट्रिक मीन अर्थात अंडर रूट अफ byx into bxy, रेग्रेसन कोएफिसिएन्ट भन्छौं नि जसलाई byx र bxy हो, त्यो byx र bxy को प्रोडक्ट को वर्गमूलका बराबर हुन्छ भने हो है। बुझ्दिनुहुन्छ? यति बुझ्नुहुन्छ? यति कुरा बुझ्नुहुन्छ त यो अंग्रेजीमा चाहिनेलाई अंग्रेजीमा, नेपालीमा चाहिनेलाई नेपालीमा। तब त हो नि मैले फाइल पठाउने बित्तिकै तपाईले लेख्या भए हुन्छ। अब भोलि लेखौँला नि, पर्सि लेखौँला नि, किन चाहियो? अझै 1 महिना छ, परीक्षा आउन 1.5 महिना छ, आजै किन लेख्ने? 2-4 दिन अगाडि लेखे भइहाल्छ भन्नेलाई मैले केही भन्नु छैन। यो प्रतिस्पर्धा हो, यो पास हुने परीक्षा होइन, यो प्रतिस्पर्धाको परीक्षा हो। तपाईहरु कति डेडिकेटेड भएर लाग्नु भएको छ त्यो तपाईले अब देखाउने बेला आछ। मैले यो अस्ति पठाइसकेका फाइल हो, यो अस्ति नेपाली वाला है, यो युनिट 10 को फाइल त मैले हिजो पठाएँ, तर नेपाली वाला फाइल अस्ति पठाइसकेका थिए ताकि तपाई अध्ययन गर्नुहोस् भनेर। त प्रोपर्टिज 5 वटा प्रोपर्टिज यहाँ आए। तपाईलाई एकचोटी सुरुदेखि देखाउँछु 5 वटा प्रोपर्टी। पहिलो प्रोपर्टीले के भन्यो भने कोरिलेसन कोएफिसिएन्ट जहिले पनि -1 र +1 का बीचमा पर्दछ, -1 +1 समेत। दोस्रो प्रोपर्टीले के भन्यो, कोरिलेसन कोएफिसिएन्ट इज इन्डिपेन्डेन्ट अफ चेन्ज अफ ओरिजिन एन्ड स्केल। तेस्रो प्रोपर्टीले के भन्यो, कोरिलेसन कोएफिसिएन्ट इज सिमेट्रिक अर्थात rxy बराबर ryx। अर्को चौथो प्रोपर्टीले के भन्यो, कोरिलेसन कोएफिसिएन्ट भनेको प्योर नम्बर हुन्छ, बिना एकाइको, कुनै एकाइ हुन्न त्यसको, यसको एकाइ हुँदैन। कोरिलेसन कोएफिसिएन्ट इज प्योर नम्बर इन्डिपेन्डेन्ट अफ द युनिट अफ मेजरमेन्ट। पाँचौं भनेको कोरिलेसन कोएफिसिएन्ट भनेको ज्योमेट्रिक मीन बिट्विन टू रेग्रेसन कोएफिसिएन्ट, त्यो भनेको r भनेको अंडररूट byx into bxy। अब तपाई भन्नु होला सर प्लस लिने कि माइनस लिने, त्यो त म बताउँला। कोरिलेसन कोएफिसिएन्ट को मान यदि दुईटै रेग्रेसन कोएफिसिएन्ट नेगेटिभ छन् भने त्यति बेला नेगेटिभ नै लिनुपर्ने हुन्छ वर्गमूलमा। यदि दुईटै पोजिटिभ छन् भने त्यति बेला पोजिटिभै लिनुपर्छ। त्यो प्रोपर्टिज अफ रेग्रेसन कोएफिसिएन्ट पढ्ने बेला भनौँला म। रेग्रेसन का पनि आफ्ना प्रोपर्टी छन्। अहिले हामी कोरिलेसनमा छौं, रेग्रेसन का पनि आफ्ना प्रोपर्टी छन्। ती प्रोपर्टीमा यो प्रोपर्टी पनि आउँछ। त्यहाँ केही प्रोपर्टी के छन्, कोरिलेसन र रेग्रेसन का साझा प्रोपर्टीहरू छन्। कुरो बुझ्दै हुनुहुन्छ? त रेग्रेसन कोएफिसिएन्ट जहिले पनि या त दुवै पोजिटिभ आउँछन् या त दुवै नेगेटिभ, एउटा पोजिटिभ एउटा नेगेटिभ भन्ने आउँदैन। यदि एउटा पोजिटिभ एउटा नेगेटिभ आउने भने त पोजिटिभ इन्टु नेगेटिभ नेगेटिभ, नेगेटिभको वर्गमूल एक्जिस्ट हुन्छ रियलमा? नेगेटिभको वर्गमूल त एक्जिस्ट हुन्न। त्यही भएर आइदर बोथ आर पोजिटिभ और बोथ आर नेगेटिभ भन्ने पढ्ने छौं हामी रेग्रेसन कोएफिसिएन्ट। त यति 5 वटा प्रोपर्टी आजको क्लासबाट क्लियर भए भन्ने हुनुपर्छ। याद गर्ने कुरा आफ्नो ठाउँमा छ, तर बुझाउने कुरा मैले गराएँ। अब कहिलेकाहीँ के हुन्छ, अब कोरिलेसनको मान त निकाल्नु भयो, कोरिलेसनको मान कहिले ठ्याक्कै +1 आइदिन्छ, कहिले ठ्याक्कै -1 आइदिन्छ, कहिले 0.9 आउँछ, कहिले 0.8 आउँछ, कहिले -0.6 आउँछ। त त्यो मानको इन्टरप्रिटेसन कसरी गर्ने? मान मात्रै निकालेर छोड्दिने कि त्यसको केही न केही इन्टरप्रिटेसन छ, त्यो कुरा म बताउँदै छु।
हेर्नुहोस्, तपाईहरुलाई बुझ्ने भाषामा बुझाउँदैछु। यदि कोरिलेसन कोएफिसिएन्टको मान +1 आयो भने कसरी आउँछ त? म अहिले हिसाब देखाउँला। यहाँ हिसाब कति हो छन्? यहाँ हेर्नुहोस्, हिसाबै हिसाब छन्। अब हिसाबै हिसाब देख्यो भने तपाईं मजा आउँछ। अब हिसाब देखेपछि बडा आनन्द आउला। तर त्यो हिसाब हेर्नुभन्दा पहिला त्यसको मकसद बुझ्नु ठूलो कुरा हुन्छ। मेरो पढाइमा अलिकति मैले मकसद बुझाउँछु, अर्थ बुझाउँछु। अर्थ के बुझाएँ? त्यसो भए भन्दा कहिलेकाहीँ कोरिलेसन +1 आउन सक्छ। आउन सक्छ त प्रोपर्टीले भन्यो नि। कोरिलेसन +1 आउनु भनेको देयर इज पर्फेक्ट पोजिटिभ कोरिलेसन भनेको। त्यो भने जस्तो सीता र रीताको कुरा हरेक कुरामा मिल्छ भने, एकछिनलाई बुझाउनलाई भने हो है, यो बिम्ब प्रयोग गरेको। सीता र रीता यति मिल्ने साथीहरू छन् कि हेर्नुहोस्, सीतालाई जुन कलरको साडी मन पर्यो रीतालाई पनि त्यही मन पर्छ। सीतालाई जुन खाजा मन पर्यो रीतालाई पनि त्यही खाजा मन पर्छ। सीता जति वेटको हुनुहुन्छ रीता पनि त्यतिकै। हरेक कुरा मिलिराखेको छ भने त्यति बेला के हुन्छ? पर्फेक्ट पोजिटिभ कोरिलेसन। यदि दुईवटा भेरिएबलको बीचमा पूर्ण सम्बन्ध छ भने त्यति बेला अर्को मान +1 आउँछ। पूर्ण सम्बन्ध मात्र होइन के, पोजिटिभ। पोजिटिभ भनेको जस्तो एकछिनलाई म भन्छु, तपाई कापीमा लेख्नु होला। यहाँ कापीमा कापी पनि नबोकेर यस्तो टाउको समातेर बसिराखेको छ भने मैले केही भन्नु छैन। कपीमा भनिसके मैले 1 कापीको मूल्य 50, 2 कापीको मूल्य 100, 3 कापीको मूल्य 150, 4 कापीको मूल्य 200 भयो भने के भयो? यहाँ भन्नुहोस् त। कापीको संख्या जुन अनुपातमा बढिराखेको छ, मूल्यको मूल्य पनि त्यही अनुपातमा बढाएको छ कि छैन? 1 कपी 50, 2 कपीको मूल्य 100, 3 कपीको 150, 4 कपीको 200, 5 कपीको 250 हो। त्यही यदि कपीको संख्यालाई x र त्यो प्राइस मूल्यलाई y मान्नुहुन्छ भने त्यसको कोरिलेसन जहिले नि के आउँछ? +1। किन भन्दा एउटा भेरिएबल जुन अनुपातमा बढ्यो, कापीको संख्या दोब्बर हुँदा रेट पनि वहाँ दोब्बर भइराखेको छ। कापीको संख्या तेब्बर हुँदा रेट पनि वहाँ 50 त्यहाँ 150 भइराखेको छ कि छैन? हो, त्यसलाई के भनिन्छ? पर्फेक्ट कोरिलेसनको अवस्था। अर्को अवस्था बुझ्नुहोस् अब, नेगेटिभ कोरिलेसनको। देयर इज पर्फेक्ट नेगेटिभ। आर को मान कहिलेकाहीँ -1 आउँछ। जस्तो कहिल्यै कुराकानी नमिल्ने श्रीमान श्रीमती छन् भने तपाईलाई सम्झिन सजिलो होस् भनेर भन्दैछु म। सम्झिन सजिलो होस्। श्रीमानले चाहन्छ आज घरमा गेस्ट बोलाऊ, श्रीमती भन्छन् कदापि हुन्न। हेर्नुहोस्, श्रीमानले भन्छन् कि आज यसो बाहिर घुम्न जाऊ नि। किन जानु पर्यो? पैसा खर्च हुन्छ भन्छन्। जस्ट अपोजिसन। म बिम्बात्मक तरिकाले यो बुझाउन खोजेको। अब म इक्जाम्पल बताउँछु। जस्तो के भनौं, 20 जना कामदारले कुनै काम 20 जना कामदारले कुनै काम 36 दिनमा सक्छन्। लेख्दै हुनुहुन्छ कि कपी छैन? कपी खोज्दै हुनुहुन्छ? कपी खोज्दै हुनुहुन्छ भने कपी नै खोजिराख्नुहोस्। 20 जना कामदारले कुनै काम 36 दिनमा सक्छन्। मैले के भने? कामदार र दिन भने। अब भन्नुहोस् कि 40 जना कामदारले कति दिनमा सक्ला? स्वाभाविक रूपले 18 दिनमा सक्ला। उल्टो भयो नि। त यहाँ के भयो? मान्छेको संख्या दोब्बर हुँदा दिन ठीक आधा भयो। रिलेसन त भयो, पूर्ण त भयो, तर अपोजिट डिरेक्सनमा भयो। त्यस्तो अवस्थामा आर को मान के आउँदो रहेछ? -1। क्लियर बुझियो? त आर बराबर कहिलेकाहीँ 0 पनि आउँछ। हेर्नुहोस्, आर बराबर 0। 0 भनेको देयर इज नो कोरिलेसन। तपाईको एउटा एकजना यस्तो मान्छे भेट्नु भयो तपाईले आज बजार जाँदा, जोसँग कहिले काहीँ कुनै तरिकाले पनि भेट भएको थिएन, कुनै हिसाबले पनि। चिन्नु जान्नु, उसको नाम जान्नु त कुरै छोड्नुहोस्, ऊ कहाँको हो, कुन देशको हो, कुन ठाउँको हो, तपाईलाई के थाहा छैन। सम्बन्धै नहुने कुरा। त यदि तपाईलाई म भनौं कि रुसको पोलिटिक्सले, रुसको राजनीति के भइराछ भन्ने कुराले नेपालको राजनीतिलाई त अलिअलि त प्रभाव पारिहाल्छ। तर अहिलेको सन्दर्भमा भन्दा के फरक पर्छ होला? रुसको राजनीति, रुसले युक्रेनमा आक्रमण गरिराखेको छ, त्यही भएर नेपालले पनि इन्डियालाई आक्रमण गर्नुपर्छ भन्ने खालको मनोविज्ञान होला त? सम्बन्धै छैन। उहाँ जेसुकै, पुटिनले जेसुकै गरिराखोस्,
ओली आफ्नै तरिकाले गरिराख्छन्। देयर इज नो कोरिलेसन। यद्यपि दूतावास त छ भन्नु होला, त्यो त्यसरी मैले भने हैन, बिम्बात्मक रूपले भने हो। त अब म तपाईलाई एउटा रियल लाइफ एक्जाम्पल बताउँछु कि कुनै ठाउँमा वर्षा हुने कुराले रे, कुनै ठाउँमा वर्षा कति मिलिमिटर भयो भन्ने कुराहरु लिएर कुनै फ्याक्ट्रीमा जुत्ता कति उत्पादन भए भन्ने कुराको केही सम्बन्ध होला? कुनै ठाउँमा यति वर्षा भयो भन्ने कुरा र कुनै फ्याक्ट्रीमा जुत्ता उत्पादन हुने फ्याक्ट्रीमा यति जुत्ता उत्पादन भए भन्ने कुराको केही रिलेसन होला त? बढी पानी पर्दा कम जुत्ता उत्पादन भए, कम पानी पर्दा बढी जुत्ता उत्पादन भए भन्ने होला त? नहोला। त्यस्तो अवस्था पनि आउँछ। त्यसो भए यो त भए स्पेशल केस। तर आर को मान त के आउन सक्छ? -1 देखि +1 का बीचको जेसुकै आउन सक्छ। त यो इन्टरप्रिटेसनमा अब यहाँनिर भन्यो हेर्नुस्, when r lies between 0.7 देखि 0.999 सम्म लगभग 1 का नजिकसम्म आउँछ भने there is high degree of positive correlation। ध्यान राख्नुहोस्, in the same way -0.7 देखि -0.99 सम्म भयो भने high degree of negative correlation। त्यसैगरी 0 देखि 0.699 सम्म आयो भने moderate degree of correlation, positive correlation। अनि -0.5 देखि -0.699 भयो भने moderate degree of negative correlation। यदि r को मान 0.5 भन्दा सानो आयो, 0 भन्दा ठूलो तर 0.5 भन्दा सानो आयो भने कोरिलेसन त छ तर लो डिग्री को छ। खासै त्यति धेरै एउटाले अर्कोलाई असर पार्ने खालको सम्बन्ध चाहिँ छैन भन्ने अर्थ लाग्छ। पोजिटिभ आउँदा पोजिटिभ तिर लो, नेगेटिभ आउँदा नेगेटिभ तिर लो। यति भयो भने क्लियर? क्लियर। पार्शियल कोरिलेसन को बारेमा तपाईको लेभललाई चाहिदैन, त्यो जरुरी छैन। अब त्यसो भए कोरिलेसन निकाल्ने तरिका के हुन् त? के फर्मुला छन्, अर्थात कसरी निकालिन्छ त? त्यो 1 त निकाल्ने भन्नुभयो, -1 त निकाल्ने भन्नुभयो, -1 र +1 का बीचमा आउँछ r को मान त भन्नुभयो। त्यो निकाल्ने तरिका के हुन् हेर्नुहोस्। फर्मुला देख्दा नतर्सिनु होला। फर्मुला देखाउँदा अलि तर्सिनु हुन्छ कि भनेर मैले अलि ढिलो गरे हो फर्मुला देखाउन। थुप्रै तरिका छन्, थुप्रै। त म एक एक गरेर भन्दै छु, एक एक गरेर। यो सबै यहाँ भनेर पनि बोर्डमा लेख्दा धेरै समय लागिहाल्थ्यो। त्यही भएर मैले जानी बुझेरै मैले यो स्लाइड प्रयोग गर्दै छु। यद्यपि म यहाँ बोर्डकै अगाडि छु छन् त है, हिसाब गर्दाखेरि भनौँला। एकचोटी पक्नुस् है, तपाईको च्याट हेर्छु। अझ न्यू ग्रुप बनाउनु न सर, पुरानो भिडियो हेर्ने भए। अहिलेसम्म पुरानो भिडियो हेर्नु भएको थिएन चन्द्रजी, तपाईले हेर्नु पर्थ्यो नि। तपाईलाई कहिलेसम्म पर्खिराख्ने? तपाईले भिडियो हेर्नु भएको छैन, त्यही भएर अब राखिराखौँ भनेर अहिले त भन्दैन। तुरन्त पठाएकै दिन हेर्नुपर्छ भने तब त हो नि। यो पाठका केही कुरा पाठ 5 का केही शीर्षकहरू मिल्दा रहेछन् हो कि सर? हेरिरहेछु। अब आउने कन्टेन्टको लागि भनेको सर। ओके ओके, ठिक छ, थ्याङ्क यू। अलि तपाईलाई गाली गर्छु, गाली गर्यो भने तपाईलाई राम्रै फल्ने हो। हेर्नुस्, हो भूपेन्द्र साईजीले पुराना भिडियो सब सारिसके भन्नुभएको छ। म फेरि पनि तपाईलाई जसरी हुन्छ मेटेरियल त म उपलब्ध गराउँछु, नभए व्हाट्सएपमै ग्रुप बनाएर पनि म पठाउँछु तपाईलाई। तर सकभर अब कति ग्रुप बनाउनु, म त्यही इन्स्टिट्युटले तपाईहरुलाई दिइहाल्छ नि भन्ने मेरो बुझाइ छ। त्यही भएर यदि त्यस्तो परेछ भने बनाउला, चिन्तित नहुनु होला। चिन्तित हुनुपर्ने कुनै कारण छैन। अब सुन्नुहोस्, यो पहिलो फर्मुला r भनेको कोभेरियन्स अफ xy बाई स्ट्यान्डर्ड डेभिएसन अफ x स्ट्यान्डर्ड डेभिएसन अफ y पनि हुन्छ r निकाल्ने फर्मुला। त्यसैलाई यसो पनि भन्न सकिन्छ, कोभेरियन्स अफ xy भनेको समेसन x - x बार y - y बार अपॉन n का बराबर हुन्छ कोभेरियन्स अफ xy। स्ट्यान्डर्ड डेभिएसन अफ x स्ट्यान्डर्ड डेभिएसन y त भइ नै हाल्यो। यदि x - x बारलाई स्मल x, y - y बारलाई स्मल y भन्नुहुन्छ भने त्यसै फर्मुलालाई यो पनि भन्न सकिन्छ। त्यही भएर यी सबै कुरा अन्ततः सेम कुरा हो। त यदि तपाईलाई कहिलेकाहीँ क्याल्कुलेट द कोरिलेसन कोएफिसिएन्ट हुज कोभेरियन्स
इज गिभन बाई दिस भन्यो अनि स्ट्यान्डर्ड डेभिएसन अफ एक्स स्ट्यान्डर्ड डेभिएसन अफ वाई दिया छ भने तपाईलाई के भात पकाएर मजाले तपाईको थालमा पस्किदिया मात्रै छ खानोस् मात्रै भनेको छ भने यो फर्मुलाको काम हो। कोभेरियन्स अफ एक्स वाई को मान दिएको अवस्था, स्ट्यान्डर्ड डेभिएसन अफ एक्स को मान दिएको अवस्था, स्ट्यान्डर्ड डेभिएसन अफ वाई को मान दिएको अवस्था भए यो फर्मुला ठिकै हो। तर हाम्रो जाँचमा आउने को हो त भन्दा मुख्यतः तलका तीनवटा फर्मुला प्रयोग गरेर गर्छौं हामी। पहिलो फर्मुलाले के भन्यो? डाइरेक्ट मेथड। तपाईलाई एक्स र वाई भन्ने दुई भेरिएबल दिया हुन्छ, त्यसका डेटा दिया हुन्छ, त्यसको लागि यो फर्मुला n समेसन एक्स वाई माइनस समेसन एक्स समेसन वाई अपन अंडर रूट n समेसन एक्स स्क्वायर माइनस समेसन एक्स को होल स्क्वायर अंडर रूट n समेसन वाई स्क्वायर माइनस समेसन वाई को होल स्क्वायर। यही हो मुख्य फर्मुला। कुरो बुझ्नुभयो? त तपाईले के गर्नु पर्यो? डाइरेक्ट एक्स र वाई को मल्टिप्लाई गर्नु पर्यो, एक्स को स्क्वायर निकाल्नु पर्यो, वाई को स्क्वायर निकाल्नु पर्यो, सबैको सम निकाल्नु पर्यो अनि तपाईले ठ्याक्क यो फर्मुलामा राखिदिनु पर्यो। जस्तो अहिले त्यहाँ तल क्वेशन हेरौँला। तर कहिलेकाहीँ के हुन्छ कि ठुलो ठुलो डेटा भयो भने एक्स स्क्वायर निकाल्दा त्यो झन् ठुलो भइहाल्छ, समस्या पर्छ। एक्चुअल मिन मेथडबाट अलि सानो डेटा बनाउने, आफै मन लागि घटाउने, एक्स को बाट एक्स को मिन, वाई को बाट वाई को मिन मन लागि घटाउने एउटा तरिका हुन्छ। तर एक्चुअल वास्तविक मिन नै घटाउने अर्को तरिका हुन्छ। तपाईले एक्स को नि वास्तविक मिन निकाल्नुहुन्छ, वाई को पनि वास्तविक मिन निकालेर यो फर्मुला राखे पनि हुन्छ, दोस्रो जसलाई एक्चुअल मिन मेथड भन्छ। तर कहिलेकाहीँ के हुन्छ हैन, तपाईलाई केही न केही घटाएर एजुम्ड मिन घटाएर गर्नुभयो भने एजुम्ड मिन मेथड, त यहाँ dx dy देखेर तर्सिनु पर्ने केही कारण छैन। त्यही x लाई के भने हो? डिफरेन्स अफ x, त्यही y लाई के भने हो? डिफरेन्स अफ y। छोटो बनाउन खोज्या त यदि तपाईले घटाएर सानो बनाउनु भयो भने यो फर्मुला घटाउनु मात्र भएन, जहाँ कि dx भने x बाट अजुम्ड मिन घटाएको, dy भने y बाट अजुम्ड मिन घटाएको। यो कस्तो अवस्थामा? जति बेला तपाईले अजुम्ड मिन घटाउनुहुन्छ, एक्चुअल मिन नघटाएर अजुम्ड मिन घटाउनुहुन्छ, एक्चुअल मिन घटाए बेला यो फर्मुला छ। स्टेप डेभिएसन भनेको भाग पनि गर्नुहुन्छ भने यहाँ dx डेश भने x माइनस a बाई h, dy डेश भने y माइनस b बाई k भनेको छ नि। त यो फर्मुला जसलाई याद हुन्छ नि, को फर्मुला? डाइरेक्ट मेथडको। डाइरेक्ट मेथडको जसलाई फर्मुला थाहा हुन्छ, सेम त्यही फर्मुलामा तेस्रोमा x का ठाउँमा dx, y का ठाउँमा dy गर्ने हो। चौथोमा स्टेप डेभिएसनमा x का ठाउँमा dx डेश र y का ठाउँमा dy डेश गर्ने हो। अन्त कहीँ पनि फरक छैन। त्यसको लागि एउटा क्वेशन हेरौँ, क्वेशनबाट क्लियर हुनेछ। ल यो क्वेशन लेख्नेले लेख्नुहोस्। क्याल्कुलेट द कोएफिशिएंट अफ कोरिलेसन फ्रम द फलोइङ डेटा। x र y दुईटा डेटा दिएको छ तपाईँ, दुई भेरिएबल, ठीक छ। x को मान 3 5 7 8 10, y को मान 4 6 7 8 11, x को मान 3 हुँदा y को मान 4, x को मान 5 हुँदा y को मान 6, x को मान 7 हुँदा y को मान पनि 7, यसरी है त। अब यसलाई यो त सानै डेटा छ, डाइरेक्ट फर्मुलाबाट गरे भइहाल्यो नि, हैन र? यी हेर्नुस्, x को स्क्वायर निकाले लेख्दै हुनुहुन्छ कि? तपाईहरुको आफ्नो तरिका होला, कसैले स्क्रिनशट गर्छु भन्ने होला, कसैले अहिले के गर्नु पर्यो र बुझ्ने कुरा ठीक हो सरले दिइहाल्नुहुन्छ भन्ने होला, कसैलाई हैन सरबाट त कति बेलामा आउँछ अलिअलि त लेख्नु पर्यो नि भन्ने हुनु होला। यहाँ अनेक किसिमका, all individual has the differentiate, सबै इन्डिभिजुअल को डिफरेन्शिएट होला। कोही कसैले कसै तरिकाले लेख्दै हुनुहुन्छ होला, कसैले जसरी गर्नुहुन्छ गर्नुस्। ल यो लेखिहाल्नुस्, केही टाइम लाग्दैन। मैले गाली गरेपछि आज चाहिँ गाली गर्नेको यहाँ शून्य संख्या छ। आज त हो सर हजुरको गाली ठीक छ सर भन्ने पनि भेटिए यहाँ। यस, तपाईहरुलाई के भनौं भने, तपाई गुलियोले सुगर हुन्छ कि हुँदैन? गुलियो धेरै चिनी वालो चिया नखाऊ भन्छन्, किन? चिनी त गुलियो हुन्छ, खानुपर्ने होइन। तर तितो चीज, टर्रो चीज मान्छे खोजी खोजी खान्छन्, किन? बोल्दा तितो भए पनि अन्ततः त्यसले औषधिको काम गर्छ, त्यसले अन्ततः राम्रो गर्छ। तिमीहरुलाई अलिअलि गाली नगरे नहुने भयो, तिमीहरु वास्तै नगर्ने भयो, केही भएर तिमीहरुलाई गाली गरेको। समय निकालेर जसरी हुन्छ पढ्नुहोस्, ताकि तपाईलाई सरले गाली गरेर ठिकै भयो भन्ने होस्, सिफारिस गरेको सुन्न पाइयोस्। ल हेर्नुहोस् यहाँ,
ल अब यहाँ हेर्नुहोस् त एक्स र वाई टिपिहाल्नु भयो भने एकदम क्यालकुलेसन अफ कोरिलेसन कोएफिसिएन्ट लेख्ने, अरु केही गर्नु परेन। अब यहाँ त्यही एक्स वाईलाई यहाँ उ गरेया छ। अब यो सानै डेटा छ, म सबै डेटा भएको केस यहाँ होला। यहाँ एक्स को एक्स स्क्वायर निकाल्दिने, 3 को स्क्वायर 9, 5 को स्क्वायर 25 हैन, 7 को 49, 8 को 64, 10 को 100। त्यसैगरी y को स्क्वायर पनि निकाल्ने अर्को लाइनमा, 4 को 16, 6 को 36, 7 को 49, 8 को 64, 11 को 121 है। कम्तीमा 20 सम्मका स्क्वायर याद हुनु पर्यो है। त्यसको लागि पनि कसैले क्याल्कुलेटर दबाउँछ भने कामै छैन। 20 सम्मका, 1 देखि 20 सम्मका, 11 को 121, 12 को 144, 13 को 169, 14 को 196, 15 को 225, 16 को 256 भनेर 20 सम्म तपाईलाई याद हुनै पर्छ। छैन भने पनि याद गर्नुहोस्। यस्ता कुरामा क्याल्कुलेटर हान्दै गयो भने तपाईकै समय बर्बाद हुन्छ नि त। धेरै ठुलो डेटा पनि दिन्न क्या सकभर, तिमीहरूलाई नि धेरै दुःख दिन चाहदैन। अनि एक्स वाई 3 चौको 12, अहिले त यस्तो जमाना आइसक्यो हेर्नुहोस्। 3 चौको कति हुन्छ भने जान्दैनन् विद्यार्थी। 3 चौको भन्यो भने क्याल्कुलेटर चाहिन्छ। यस्तो जमाना आयो। 3 चौको 12, 5 छक्का 30, 7 सत्ता 49, 8 अट्ठा 64, 11 दशम 110। अब यो जोड्ने, जोड्दा त झन् क्याल्कुलेटर नभए त कामै छैन। यति लामो जोड देखेपछि दिमाग खराब भइहाल्छ। अब यो जोड्नु के छ र, 0 मा 4 जोड्यो 4 9 13, 13 2 15 को 5, क्यारी ओभर 1, 1 2 2 6 8 4 12 3 15 1 16 को 6, 1 1 2 265 आइहाल्यो नि। अब क्याल्कुलेटर खोज्नेहरूलाई मैले के भन्नु छैन, यो सबको समेसन निकाल्ने। निकालियो, सबको समेसन यहाँ निकालिया छ, समेसन एक्स समेसन वाई। अब यो फर्मुला याद हुनुपर्ने छ। यो फर्मुला डाइरेक्ट मेथडको फर्मुला, यो फर्मुला n समेसन एक्स वाई माइनस समेसन एक्स समेसन वाई अंडर रूट n समेसन एक्स स्क्वायर माइनस समेसन एक्स को होल स्क्वायर अंडर रूट n समेसन वाई स्क्वायर माइनस समेसन वाई को होल स्क्वायर। n भन्या नम्बर अफ पेयर, कति पेयर छन् भन्नुस् त? 1 पेयर, 2 जोडा, 3 जोडा, 4 जोडा, 5 जोडा। x र y का कति जोडा छन् भन्या हो, त्यो हो n। n भन्या 5 इन्टु समेसन एक्स वाई भन्या 265 देखिराख्नु भएको छ, माइनस समेसन एक्स भन्या 33 इन्टु समेसन वाई भन्या 36 होल अपन n भन्या 5 समेसन एक्स स्क्वायर भन्या 200। ओहो, यहाँ 267 भएको छ, यहाँ 247 भएछ। यसलाई एकचोटी चेक गर्नै पर्छ। एकचोटी चेक गर्नुहोस् त। मैले यहाँ 267 247 बनाएको छु। हो, यसरी नै पत्ता लाग्छ। 4 9 13 5 18 9 27 को 7 क्यारी ओभर 2 2 6 8 8 4 12 12 2 14 47 हुनुपर्ने रहेछ। ल, आन्सरमा ठिकै लेखिया रहेछ 247, माथि बिग्रिया रहेछ, त्यहाँ 4 बनाउनु होला। समेसन एक्स स्क्वायरलाई 247 बनाउनु होला है। समेसन एक्स स्क्वायरलाई 247 बनाइदिनु हुन हार्दिक अनुरोध गर्दछु। तल तल ठिकै लेखिया छ। फेरि कसरी यस्तो भएछ है? एनीवे है त, 247। ल, यो 247 समेसन एक्स स्क्वायर 247 हो, मैले जोडिसके। दुई 267 होइन कि 247 हो। यहाँ तल ठिकै छ, फर्मुलामा ठिकै छ। माइनस समेसन एक्स को होल स्क्वायर 33 को होल स्क्वायर, अर्को रुटमा 5 इन्टु समेसन वाई स्क्वायर हुनु पर्थ्यो, यहाँ समेसन एक्स स्क्वायर भएछ। यस्ता इररहरु त हुन्छन् हेर्नुहोस्, देखिदैनन् क्या। यो चाहँदा चाहँदै पनि कहिलेकाहीँ देखिदैनन्। समेसन वाई स्क्वायर हुनु पर्थ्यो, समेसन एक्स स्क्वायर भएछ। एनीवे, यस्ता गल्ती त तपाईहरु मलाई माफ गरिहाल्नुहुन्छ। ल, तर मैले यो चाहिँ एकचोटी एडिट गर्दिनु राम्रो हुन्छ है। मैले वास्तविक यसको फाइलमा गएर एडिट गर्दिन पाए राम्रो हुन्थ्यो। फेरि अहिले बिर्सिन्छ क्या। लेख्दै हुनुहुन्छ कि लेख्दै हुनुहुन्छ कि बुझ्दै हुनुहुन्छ? जे गरे पनि गर्नुहोस्, म त के भन्दैन। तपाई जस्तो
धेरै ज्ञानी मान्छेलाई धेरै भन्नु पक्षमा म चाहिँ छैन, कदापि पनि म हुँदैन। तपाईं जस्ता ज्ञानी मान्छेलाई धेरै बताउनु पनि राम्रो हुन्न। यहाँ यसो सच्याइदिउँ कि भन्ने मेरो विचार आयो के, किनभने यहाँ गल्ती भएरै छ। अहिले देखा बेला सच्याइदिउँ, भोलिका दिनमा पनि त्यो इरर नदेखियोस् भन्ने हो, अरु केही पनि होइन है त। हेर्नुहोस् है, यहाँ 267 भएरै छ, यहाँ हुनु पर्थ्यो 247। यहाँ समेसन वाई स्क्वायर हुनुपर्ने ठाउँमा एक्स स्क्वायर भएछ, अरु ठिकै छ है त। ल मैले त्यहाँ सच्याइसकेँ। ल यो फर्मुलामा राखेर यति आउँछ हेर्नुहोस्, 0.97 आउँछ। तपाई पनि चेक गर्नु होला। मैले यस्तो लेख्या छ भनेर मेरै भर नपर्नु होला, प्रक्रिया यो ठीक छ। काहीँनिर इरर पनि आउन सक्छ, त्यो केही समस्या कुरा होइन। ल अब सेम तरिकाले अब अर्को क्वेशनमा पनि जाउँ। तपाईहरुलाई यो लेख्दा यो मुख्य कुरा तपाईले लेख्ने त के हो कि एक्स वाई एक्स स्क्वायर वाई स्क्वायर एक्स वाई अनि सिधै यो समेसन एक्स समेसन वाई लेखेर यो फर्मुला लेख्ने हो के। अब यो अरु त मैले किन भन्नु पर्यो र, यो एक्स एक्स स्क्वायर भनेपछि एक्स को स्क्वायर गर्ने होला, वाई भनेपछि वाई स्क्वायर गर्ने होला, एक्स वाई भनेपछि एक्स वाई प्रोडक्ट गर्ने होला, यो बुझाइ भयो। अब यो अलि ठुलो डेटा दिन खोजेको, अलि ठुलो डेटा भयो भने अब तपाईलाई स्टेप डेभिएसनको तरिका पनि सिकाउन खोजेको हो है। ल इन्कम र एक्सपेन्डिचरका बीचको कोरिलेसन निकाला भन्यो। जो मान्छेले दिनको 400 कमाउँछ उसले 250 खर्च हुने रहेछ उसको, जोले 450 कमाउँछ उसको 300 खर्च हुने रहेछ, जोले 500 कमाउँछ उसले 350, 550 कमाउनेले 400 खर्च गर्दो रहेछ, हुँदा हुँदा 800 कमाउनेले 650 खर्च गर्दो रहेछ। त यहाँ मान्छे जुन हिसाबले कमाउँछ त्यसै हिसाबले एक्सपेन्डिचर पनि हुन्छ भन्ने देखिन्छ कि देखिदैन? सामान्यतया त देखिराखेको छ हैन। कोरिलेसन के छ, बढी कमाउनेले बढी खर्च गरिराखेको छ सिधा सिधा। यो सधैँ हुन्छ भन्ने छैन। बढी कमाउने झन् मक्खी चुस हुन सक्छ कहिलेकाहीँ, तर यो डेटामा त्यस्तो देखिन्छ। यो डेटामा बढी कमाउने मान्छेले एक्सपेन्डिचर पनि त्यसै हिसाबले गर्या हो कि भन्ने जस्तो देखिन्छ हैन। पोजिटिभ कोरिलेसन छ एकदम भन्नै पर्दैन। तर अब ठ्याक्कै मान कसरी निकाल्ने त, योलाई तपाई लेख्दै हुनुहुन्छ भने लेख्नुहोस्, नत्र यो तपाईलाई उता आइ नै हाल्छ, यो फाइल त आइ नै हाल्छ। फाइल त आइ नै हाल्छ होइन, आइसकेको छ यो फाइल त, यो युनिट 10 को फाइल आइसकेको छ है। मैले पठाइदिनुहोस् भनेर भनेको छु। मैले एडुग्लोबलाई पठाइदिनुहोस् है भनेको छु। यो टेबल हेरौँ त्यसो भए। अलि ठुलो डेटा भा हुनाले ल हेर्नुहोस् है, अलि ठुलो डेटा। अब यो ठुलो डेटामा नि क्याल्कुलेटरै नचाहिने गरी काम गर्ने भने हो। स्टेप डेभिएसन भने त्यही हो। ल हेर्नुहोस् है, मजाले हेर्नुहोस् त, एकदम मजाले ध्यान दिएर हेर्नु होला। एक्स र वाई हामीसँग छँदै थियो, त्यो भन्नै परेन, त्यो जस्ता त्यस्तै सार्या हो। तर यो डीएक्स डैश कहाँबाट आयो एकैचोटी भन्नु होला। त्यो डीएक्स डैश भनेको प्रत्येक एक्सबाट अजम्ड मिन 600 घटायो। 600 कहाँबाट आयो सर भन्नु होला। 600 भनेको एक्समा सबभन्दा सानो डाटा 400 छ, सबभन्दा ठुलो डेटा 800 छ। हेर्नुहोस् त यहाँ, सबभन्दा सानो 400, सबभन्दा ठुलो 800 हो कि होइन? 400 र 800 का लगभग बीचको 600 हुने हुनाले 600 भने हो। त 600 नै मान्नुपर्छ त, 601 माने नि हुन्छ, 602 माने नि हुन्छ। तर अब यो 50 को 10 को डिभिजिबलमा छ भने 10 कै डिभिजिबलमा मान्दा हामीलाई सजिलो होला नि। 500 माने नि हुन्छ, 550 माने नि हुन्छ, 650 माने नि हुन्छ, अजुम्ड मिन हो।
अजम्ड मिनमा यही मान्नुपर्छ भन्ने छैन। तर सकभर बीचको मान्दा मानहरू लगभग लगभग के आउँछन्, नजिक नजिकका आउँछन्। बुझ्नुभयो? त प्रत्येक ल अब 400 बाट 600 घटाउँदा कति आयो? -200। तर 50 ले डेफिनेटली भाग जानेछ। किन भन्दा हामी यो सबै संख्या डिभिजिबल बाइ 10 छन् क्या। सबै संख्या 50 ले डिभिजिबल पनि छन्। त 50 ले डिभिजिबल कुनै संख्या छ भने 50 ले डिभिजिबल संख्याबाट 50 ले भाग जाने संख्या घटायो भने आउने संख्या पनि 50 ले भाग जान्छ। त्यसैले 50 ले भाग गरिदिया हो, सानो बन्यो। 400 बाट 600 घटाउँदा -200, -200 लाई 50 ले भाग गर्दा -4 भयो। त्यसै तरिकाले यहाँ जानु, सबैमा त्यस्तो भयो। 600 बाट 600 घट्दा 0, 0 बाइ 50 0 भयो। यो लाइन बुझ्नुहुन्छ? त यहाँ 600 भनेको अजम्ड मिन ए हो, h भनेको 50 हो। x - a बाइ h गर्थ्यौ नि dx मा। तब मलाई यसो फर्मुलामा लान मन लाग्ने कारण त्यही हो। अब यहाँ फर्मुलामा जाउँ त। कहाँबाट आएको थियो यो dx dy भन्ने लागेको थियो नि अघि? हो, यहीँबाट आयो। यी dx भने x - a बाइ h होइन हो कि होइन? यी dx भने यी हेर्नुहोस् त। अनि dy भने y माइनस b बाइ k गरेको छ कि छैन यो? हो। त यदि डेटा ठुलो ठुलो छ र त्यसलाई सानो बनाउने अवस्था छ भने त्यो बनाउने भने अरु केही होइन। त्यस क्लियर? क्लियर। अब dx आयो, dy आयो, तुरन्त dx को स्क्वायर गर्ने। -4 को स्क्वायर 16, -3 को स्क्वायर 9, -2 को स्क्वायर 4, यसरी dx स्क्वायर। अनि dy आएको थियो, dy को स्क्वायर। dy मा के गरिया हो? प्रत्येक y बाट 450 घटाइयो। y को अजम्ड मिन 450 मानियो, 50 ले भाग गरियो। के छ जिज्ञासा? न्यूमेरिकल पढ्दैन, ठीक छ तपाईं, ठीक छ, राम्रो कुरा हो। तर अब मैले सबैलाई हेर्नुपर्छ विष्णुजी, के गर्नु विष्णुजी? विष्णु आचार्यजीले भनेको कुरा त एकदम राम्रो हो। 50 ले भाग कसरी भन्ने मान्छे आउनुभयो, केदार नेउपानेजी। तपाईं एकचोटि dx मात्रै निकाल्नुहोस्, dy मात्रै निकाल्नुहोस्। अर्को स्टेपमा dx मा आयामा 50 को भाग जाने देख्नुहुन्छ अनि 50 ले भाग गर्नु होला। एक दुई लाइन अरु बनाउनुहोस् तपाईं। पहिला के गर्नुहोस्? dx मात्रै लेख्नुहोस्, x बाट 600 मात्रै घटाउनु। त्यसरी घटाएकामा 50 कमन देख्नु हुनेछ अनि भाग गर्नु हुनेछ। ओहो, भाग गरेर त झन् सानो हुने रहेछ भनेर तपाई भन्नु हुनेछ। यहाँ एकदमै डाइरेक्ट गरिदिया छ। मैले के गर भने एक स्टेप dx बराबर x - 600 मात्रै गर्नुहोस्, एक लाइन। त ती त्यसरी गरेकामा के आउनेछ? 50 ले भाग जाने संख्याहरु आउनेछन् सबै। त त्यसलाई अझै 50 ले भाग गरिदियो भने झन् सानो हुन्छ भने किन नगर्ने भनेर गरे हो यो। है केदारजी, केदारजी जतिको मान्छेले नबुझ्ने कुरा हुँदै हुँदैन। त्यो कोरिलेसनमा इन्डिपेन्डेन्ट अफ ओरिजिन जति घटाए नि हुन्छ, जतिले भाग गरे नि हुन्छ। इन्डिपेन्डेन्ट अफ ओरिजिन एन्ड स्केल भनेको थियो कि नै? त्यही प्रोपर्टी हो यसमा। तपाईले यो x र y को डेटा म त x स्क्वायर निकाल्छु, y स्क्वायर निकाल्छु, xy निकाल्छु, डाइरेक्ट निकाल्छु भनेर आउने आन्सर र यसरी निकालिने आन्सरमा कुनै परिवर्तन आउँदैन। निकालेर हेर्नु होला, हेर्ने जिम्मा तपाईको है त। अनि यो dx को स्क्वायर, dy को स्क्वायर, dx dy को गुणन, यसको सबैको सम चाहिन्छ। समेसन dx समेसन। अनि यो फर्मुला याद हुनु पर्यो र ठ्याक्कै राख्नु। n भने हाम्रा कतिवटा पेयर छन्? 9 वटा पेयर छन्। 1 2 3 4 5 6 7 8 9। n भने 9 पेयर। समेसन dx dy 60 माइनस समेसन dx 0, समेसन dy 0। एउटा कुरा त्यो पनि जान राख्नु होला, समेसन dx 0 आउनु मतलब जति हामीले अजम्ड मिन मानेका थियौं त्यो वास्तविक मिन रहेछ। यदि कहिले तपाईले मिन घटाउँदा 0 आउनु भन्नु भनेको के बुझ्नु पर्दछ? त्यसको समेसन 0 आउनुको मतलब त्यो वास्तविक मिन परेछ। हामीले त अजम्ड मिन भनेर मानेको, तर त्यो अजम्ड मिन रहेनछ कि त्यो त वास्तविक मिन नै रहेछ भनेर बुझिन्छ।
कति बेला यदि त्यो समेसन dx डैश 0 आउँछ अर्थात समेसन dx 0 आउँछ भने यो 0 आया कारणले मैले भनेको दुईटैको 0 आछ त्यही भएर y को वास्तविक मीन पनि 450 रहेछ x को वास्तविक मीन पनि 600 रहेछ किनकि त्यसको डिफरेन्स 0 आयो त्यही भएर डिफरेन्सको सम अनि यो राख्यो यो राख्दा संयोगले 1 आयो परफेक्ट कोरिलेसन आहा कति मजाको कोरिलेसन जुन अनुपातमा एउटा यो बढ्दै छ त्यही अनुपातमा यो पनि बढ्दै छ हेर्नुस् त यहाँ 50 ले बढ्दै 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 जाँदा यहाँ पनि 50 ले बढी राखेको छ कि छैन कहीँनिर पनि फरक छैन 400 450 250 300 यहाँ 50 ले बढ्दै हुँदा यहाँ पनि 50 ले बढ्दै भइराखेको छ परफेक्ट कोरिलेसन आयो 1 इज द कोरिलेसन कस्तो मजाको कोरिलेसन आहा ए होइन बात ल हेर्नुस् परफेक्ट कोरिलेसन पनि आउन सक्दो रहेछ भन्ने कुरा बुझ्नु अब यो प्रोबेबल एरर भन्ने हुन्छ यो त धेरै जानिराख्नु जरुरी त छैन तर कोरिलेसन कोएफिसिएन्टको मान पनि अन्तिम सत्य भएर आउँदैन त्यसमा नि एरर सम्भाव्य गल्ती हुन सक्छ भन्छ क्या यो स्ट्याटिस्टिक्समा प्रोबेबल एरर निकाल्ने हुन्छ यो तपाईलाई त यो चाहिएन तर कहिलेकाहीँ तपाईले अब यो तथ्याङ्कको सुब्बा तथ्याङ्क अधिकृत को तयारी गरिराख्नु भएको छ भने गणकको तयारी गरिराख्नु भएको छ भने तथ्याङ्क सहायकको तयारी गरिराख्नु भएको छ भने यस्ता कुरा जानिराख्नु पर्ने कुरा हो प्रोबेबल एरर अफ आर मा यो कोरिलेसन भने त एउटा टेन्टेटिभ आइडिया हो यसमा केही गल्ती पनि हुन सक्छन् त्यो गल्ती कति भयो त सम्भाव्य गल्ती कति हुन सक्छ भनेर निकाल्ने एउटा फर्मुला विकसित गरिएको छ त्यसलाई प्रोबेबल एरर अफ आर भनिन्छ यदि आर को मान प्रोबेबल एरर भन्दा सानो भयो भने आर को मानलाई नॉट सिग्निफिकेंट इनसिग्निफिकेंट मानिन्छ तर आर को मान 6 गुना प्रोबेबल एरर अफ आर को 6 गुना भन्दा पनि ठुलो आयो भने त्यति बेला आर को मान सिग्निफिकेंट मानिन्छ यो तपाईको जाँचको लागि नेसेसरी नभए पनि अन्त कहीं काम लाग्न सक्छ त्यही भएर मैले यसलाई धेरै कुरा गरिन अब स्पेयरम्यान र्याङ्कको कोरिलेसन यो अहिलेसम्म गरेको कार्ल पियर्सनको तरिका थियो अब अर्को र्याङ्क कोरिलेसन कार्ल पियर्सन फर्मुलालाई प्रोडक्ट मोमेन्ट फर्मुला पनि भनिन्छ सुन्नुहोस् है लेखिहाल्नुहोस् अहिलेसम्म गरेका सूत्र केसँग सम्बन्धित कार्ल पियर्सन भन्ने एकजना स्ट्याटिस्टिशियनले निर्माण गरेका फर्मुला त्यसलाई के पनि भनिन्छ प्रोडक्ट मोमेन्ट फर्मुला अर्को यो जाँदैछौँ आज स्पेयरम्यान र्याङ्क कोरिलेसन स्पेयरम्यान र्याङ्क कोरिलेसनलाई केवल र्याङ्क कोरिलेसन मात्र पनि भनिन्छ यो अर्को मान्छेले पत्ता लगाएको विधि हो कोरिलेसन त निकाल्ने तर अर्को विधिबाट निकाल्ने र्याङ्क दिएर निकाल्ने विधि विशेष गरी यो क्वालिटेटिभ डेटामा बेटर मानिन्छ र्याङ्क कोरिलेसन क्वालिटेटिभ डेटामा बेटर हुन्छ भने तपाईको कार्ल पियर्सन कोरिलेसन चाहिँ क्वान्टिटेटिभ डेटामा अर्थात एकाइ भएको तथ्याङ्कमा बढी बेटर मानिन्छ यो एकाइ नभएको तथ्याङ्कमा बढी बेटर मानिन्छ अब यसका दुईटा फर्मुला छन् यदि कुनै संख्या रिपिट भएको छैन नन रिपिटेड छ भने अब्जर्भेसन रिपिटेड छैन भने नो एनी अब्जर्भेसन रिपिटेड कुनै अब्जर्भेसन रिपिट छैन भने यो माथिको फर्मुला 1 - 6 समेसन d स्क्वायर बाइ n इन्टु n स्क्वायर माइनस 1 तर कुनै अब्जर्भेसन रिपिट छ भने यो थप यो m1 इन्टु m1 स्क्वायर माइनस 1/12 यो देखिराख्नु भएको छ यो डट डट जति पनि हुन सक्छ त्यो कति रिपिट भयो भन्नेमा आधारित हुन्छ जस्तो एउटा क्वेशन हेरिहाल्नु एकदमै छिटो है चाँडो निद्रा लाग्नेहरु मजाले सुत्नुहोस् सुतिहाल्नुहोस् जरुरी छैन निद्रा लागेको छ भने त्यस्तो महत्त्वपूर्ण निद्रालाई नरोक्नुहोस् तर यो सक्ने भन्ने मेरो विचार छ क्याल्कुलेट द र्याङ्क कोरिलेसन कोएफिसिएन्ट फ्रम द फलोइङ डेटा प्रष्टै क्वेशनमै भन्दियो र्याङ्क कोरिलेसन कहिलेकाहीँ कोरिलेसन मात्र भन्यो केही भनेन भने तपाईले जुन फर्मुला लगाए नि हुन्छ तर कहिलेकाहीँ यस्तो भन्न सक्छ क्याल्कुलेट द कोरिलेसन कोएफिसिएन्ट युजिङ अप्रोप्रिएट फर्मुला भन्यो भने त्यति बेला तपाईको वास्तविक क्षमता त्यति बेला चेक हुन्छ के भने रे मैले के भने क्याल्कुलेट द कोरिलेसन कोएफिसिएन्ट त भन्यो तर युजिङ अप्रोप्रिएट फर्मुला भन्यो भने तपाईले तथ्याङ्कको नेचर हेर्नुपर्छ यदि तथ्याङ्क जस्तो अघि इन्कम र एक्सपेन्डिचर इन्कमको पनि के हुन्छ एकाइ हुन्छ एक्सपेन्डिचरको पनि एकाइ हुन्छ
हाइटको पनि एकाइ हुन्छ, वेटको पनि एकाइ हुन्छ। वर्ष वर्ष र तौल छ भने पनि वर्ष पनि, वर्ष आफैमा एकाइ हो नि। 5 वर्ष 7 वर्ष 9 वर्ष एकाइ हो कि होइन? टाइमको एकाइ हो नि। अनि वेटको एकाइ नै हो। यदि त्यस्ता डेटाको कोरिलेसन निकाल्नु छ भने के गर्ने? अघिको फर्मुला प्रयोग गर्ने, कार्ल पियर्सनको फर्मुला। तर बिना एकाइका तथ्याङ्क छन्, एकाइ नै छैन, एकाइ नै छैन, अप्रोप्रिएट फर्मुला युज गर भनेर भन्यो भने त्यति बेला र्याङ्क कोरिलेसन, जस्तो म भन्छु जज ए जज बीले दिएका स्कोरहरू, डान्सिङमा जजहरूले के आधारले स्कोर दिन्छ ल भन्नुहोस् त? डान्सिङ कम्पिटिसनमा या सिङ्गिङ कम्पिटिसनमा तपाईले भाग लिनुभयो भने तपाईको डान्सिङ राम्रो भनेर नाप्ने के तरिका छ? त्यस्तो कुनै फिजिकल टुल छ? जमिनलाई कति लम्बाइ छ भनेर नापे जस्तो फिता छ त त्यहाँ? कति राम्रो गायो भनेर नाप्ने के त्यस्तो टुल छ त? त्यहाँ त के हुन सक्छ? त्यो जजलाई कस्तो स्वर मन पर्यो भन्ने आधारमा उले मार्क्स दिन सक्छ। त्यसको कुनै एकाइ हुँदैन। त्यो फरक फरक जजका, एउटै मान्छेले गाना गायो या नाच्यो तर त्यसलाई दिने स्कोर फरक फरक हुन सक्छ जजका आधारमा। हुन सक्छ कि नहुन सक्छ? तर तपाई अहिले भक्करै तौलिन जानुभयो भने जहाँ तौलिन गए पनि तपाईको वेट 50 किलो छ भने 50 किलो हुने हो। कुनै तराजुमा गएर 40 किलो, कुनैमा गएर 60 किलो हुन्छ? हुँदैन नि, फिक्स हुन्छ। तर तपाईले कस्तो गाउनु भयो भन्ने कुरा, तपाईको 10 जना जज राखेका छन् भने फरक जजले फरक मार्क्स दिन सक्छ नि त। हो, त्यस्तो डेटालाई क्वालिटेटिभ, गुणात्मक तथ्याङ्क भन्छ, जसको एकाइ हुन्न। एकाइ नभएको डेटामा कसरी चिन्ने त सर? एकाइ नभएको डेटा जस्तो योमा अहिले एकाइ नै छैन, दिया छ त एकाइ छैन। जस्तो जज ए ले दिएको स्कोर, जज बी ले दिएको स्कोरको कुरा छ भने कुनै एउटा डान्सिङ कम्पिटिसनमा एबिलिटी, तपाईको जस्तो अनेस्टी, इन्टेलिजेन्स नाप्ने पनि कुनै एकाइ हुन्न। आईक्यू टेस्ट भन्छ नि, आईक्यू तपाईले खूब पढ्नुहुन्छ आईक्यू, तर आईक्यू भन्नेको कुनै वास्तविक एकाइ छैन, फिजिकल एकाइ छैन। यद्यपि एकाइ त छन्, विभिन्न एकाइ निकालेका छन्। हामीले मेजरमेन्ट एन्ड इभ्यालुएसन पढ्दा विभिन्न, जस्तो बिनेट स्केल भन्ने पढेका छौं हामीले, हैन? तर त्यो भनेको एउटा क्वालिटेटिभ मेजरमेन्ट हो, क्वान्टिटेटिभ होइन। जसको एक्चुअल लम्बाई नापे जस्तो, तौल नापे जस्तो, सेन्टिग्रेड टेम्परेचर नापे जस्तो एकाइ हुन्न, त्यस्ता डेटालाई क्वालिटेटिभ डेटा भन्छ। मैले के भने? क्वालिटेटिभ डेटा हो या क्वान्टिटेटिभ डेटा हो पहिला चिन्ने। यदि क्वान्टिटेटिभ डाटा हो भन्नेको एकाइ भएको तथ्याङ्क हो भने कुन फर्मुला लगाउने? यो भन्दा अघिको। यदि एकाइ नभएको तथ्याङ्क हो भने कुन फर्मुला लगाउने? यो। तर तपाईलाई केही भन्या छैन, क्याल्कुलेट द कोरिलेसन कोएफिसिएन्ट भन्या छ, केवल एक्स वाइ भन्या छ, त्यहाँ वेट अनि हाइट पनि भन्या छैन, केही भन्या छैन भने तपाईको मन लाग्दी फर्मुला लगाए नि हुन्छ। ख्याल राख्नुहोस्, क्वेशनले नै तोक्यो भने त केही भन्नु छैन। ल, अब यो र्याङ्क दिने कुरा, यहाँ र्याङ्क दिया छ, एक्स वाइ लेख्या बुझ्नुभयो, त्यही डेटालाई लेख्या हो। र्याङ्क भन्या आइदर एसेन्डिङ अर्डरमा दिन्छ या डिसेन्डिङ अर्डर। र्याङ्क भन्या सबभन्दा सानो स्कोरलाई 1, त्यो भन्दा ठुलोलाई 2 या त्यो भन्दा ठुलोलाई 3। एसेन्डिङमा दिए पनि हुन्छ या डिसेन्डिङमा। मैले 10 चोटी भन्नु नपरोस्। त यहाँ हेर्नुहोस्, एक्समा सबभन्दा सानो स्कोर 25 छ, 25 ले 1 पायो, 28 ले 2 पायो, 32 ले 3 पायो, 36 ले 4 पायो, 40 ले 7 पायो। किन 7 पायो? किनभने 38 थियो त्यो भन्दा ठुलो, 36 भन्दा ठुलो 38, 38 ले 5 पायो, 39 ले 6 पायो, 40 ले 7 पायो, 41 ले 8 पायो, 42 ले 9। कुनै पनि स्कोर रिपिट भएको छैन। 25 देखि 41 सम्म कुनै तथ्याङ्क रिपिट भएको छ? एउटै संख्या टाई भएको छ। टाई भयो भने सौतेलो व्यवहार गर्न पाइँदैन र्याङ्क दिँदा। कुरो त्यही हो। त्यो अब अर्को क्वेशनमा हेरौँला। टाई भयो भने के गर्ने? यसमा कुनै विवाद छैन। अब वाइमा पनि सबभन्दा सानोबाट दिउँ। एउटामा सानोबाट र्याङ्क दिने, अर्कोमा ठुलोबाट गर्नु हुँदैन। या त दुवैमा सानोबाट र्याङ्क दिने या दुवैमा ठुलोबाट र्याङ्क दिने, तपाईको इच्छा हो त्यो, त्यसमा केही फरक परेन। तर या त एसेन्डिङमै दिनु पर्यो या डिसेन्डिङमै, दुईटैमा। अहिले हामीले एसेन्डिङमा दिया छौं है त।
सबभन्दा सानोलाई 1, त्योभन्दा ठुलोलाई 2 क्रमशः त्यसरी दिएको छ। त अब y को डेटामा सबभन्दा सानो डेटा भनेको यहाँ 48 देखिदैछ। 48 ले 1 पायो, पायो 48 ले 1, त्यसपछिको 50 छ 2, त्यसपछिको 54 3, त्यसपछिको 59 4, त्यसपछिको 65 5, 75 7, 85 80 8, 85 के अरे 70 6 पाउँछ। 5 65 ले 5 पायो, त्यसपछि 70 ठुलो थियो 6 पायो, 75 ले 7 पायो, 85 ले के अरे 80 ले 8 पायो, 85 ले 9 पायो। ठीक छ, यहाँसम्म बुझ्नुहुन्छ? यहाँसम्म नबुझ्ने को हुनुहुन्छ? कसरी तपाईलाई 48 ले 1 पायो भन्ने लाग्छ y मा? र्याङ्क R2 भनेको र्याङ्क अफ y लाई भने हो। अब डिफरेन्स निकाल्ने R1 माइनस R2, 1 बाट 6 घट्दा -5, 2 बाट 8 घट्दा -6, d स्क्वायर गरिदिने तुरन्त। त्यसको सम निकाल्ने, d स्क्वायर को सम, समेसन d स्क्वायर 210 आउँछ। तपाईले यो d स्क्वायर निकालेपछिको समेसन, अनि यो फर्मुला 1 - 6 फर्मुलाकै हो इन्टु समेसन d स्क्वायर 210 अपन n भने हाम्रा 9 वटा छन्, 9 वटा पेयर छन् नि त। 9 × 9 स्क्वायर -1 गर्दा -0.75 आयो। नेगेटिभ कोरिलेसन देखियो, हेर्नुस्। नेगेटिभ कोरिलेसन किन देखियो हेर्नुस् त। यहाँ बढ्दै जाँदा यहाँ घट्दै जाने स्थिति पनि छ। 25 को 70 थियो, 28 को 80 थियो, 32 को 85 थियो, 36 को 75 थियो, घट्यो। 40 को 65 झन घट्यो, 38 को 39 झन 59 झन घट्यो। हेर्नुस् त, यो संख्या बढ्दै जाँदा यो संख्या घट्दै गएको छ कि छैन? त्यही भएर यहाँ नेगेटिभ कोरिलेसन आयो। कुनैमा बढ्दा बढेकै छ फेरि, तर इन जनरलमा हेर्दाखेरि यहाँ संख्या ठुलो हुँदै गएको थियो, तर यता संख्या के भयो, यहाँ ठुलो हुँदै गर्दा यहाँ पनि ठुलो भएन कि उल्टो रिलेसनमा गयो। त्यही भएर नेगेटिभ कोरिलेसन आयो -0.75। त्यो भनेको के हो? -0.75 आयो के भन्ने इन्टरप्रिटेसन गर्नु पर्यो भने भन्नुस् त। -0.75 कहाँ पर्यो भन्नुस् त? अब भन्न त भन्ने, कसरी भन्ने सर भन्ने हुनु होला कोही कोही। तब यो इन्टरप्रिटेसन भने है 0.7 देखि 0.999 सम्म आयो, चाहे नेगेटिभ चाहे पोजिटिभ तिर आयो भने हाई डिग्री अफ नेगेटिभ कोरिलेसन भन्न मिल्छ। देयर इज हाई डिग्री अफ नेगेटिभ कोरिलेसन बिट्विन द गिभन टू भेरिएबल्स एज सोन इन द टेबल। टेबलमा दिएका जो दुईवटा यहाँ चाहिँ भेरिएबल थिए, ती भेरिएबलको हाई डिग्री अफ नेगेटिभ कोरिलेसन भयो। यदि त्यो पोजिटिभमा मान आउँथ्यो भने हाई डिग्री अफ पोजिटिभ कोरिलेसन हुन्थ्यो। क्लियर कट? क्लियर कट? क्लियर कट भयो? आहा, ल अब एउटा रिपिट भएको केस पनि हेरौं। त्यति हो कोरिलेसन, त्यसपछि रेग्रेसन। आजै रेग्रेसन हुन्न भाइ, तपाईले भनेर हुँदैन नि। यहाँ सबै किसिमका विद्यार्थीलाई मैले उ गर्नु छ, के गर्नु यहाँ फेरि कोरिलेसनको हामीलाई त यो त पढाएन, रिपिटेसन भन्नु होला। कसैलाई यो न्युमेरिकल नपढायो भने हुन्थ्यो, मलाई त आउँथ्यो भन्ने होला। एउटा टिचरका लागि कति गाह्रो छ त्यही हो डाइभर्सिटी भने। टिचर हुनु सजिलो कुरा छैन नि, धेरै गाह्रो छ नि। एउटा कक्षामा तपाईको पुअर लर्नर पनि छ, मोडरेट पनि छ, ट्यालेन्टेड लर्नर पनि छ, कसरी पढाउने? टिचरको लागि त्यो समस्या हो, आजको इस्यु हो, मुद्दा हो। अब यहाँ एकजना युवराज जी त राम्रो, उहाँलाई आउँछ, मलाई राम्रो थाहा छ। अब गरौँ के? अब यहाँ सबैलाई पनि हेर्नु पर्यो। ल हेर्नुहोस्, अब रिपिट भएको केस हेर्नुहोस्। क्याल्कुलेट द र्याङ्क कोरिलेसन त भन्या छ, तर रिपिट भएको अवस्था छ यसमा। यो क्वेशन हेर्नुहोस्, क्याल्कुलेट द र्याङ्क कोरिलेसन कोएफिसिएन्ट फ्रम द फलोइङ डेटा। एक्स वाई छ, 80 12 78। एक्स को लाइनमा हेर्नुहोस् त को रिपिट छ? 80 त रिपिट छैन, 78 पनि रिपिट छैन, 75 रिपिट छ, 68 पनि रिपिट छ, 67 रिपिट छैन, 59 रिपिट छैन। रिपिट भएको अवस्थामा एउटै लाइनमा फेरि एक्स तिर भएको डेटा वाई तिर छ भने त्यसलाई रिपिट मानिदैन कि एक्समै अर्को डेटा रिपिट छ कि छैन त्यो हेर्ने हो। वाईमा र्याङ्क दिने बेला समस्या आउँछ, त्यही भएर। ल अब यो र्याङ्क हेर्नुहोस्, बस यति यो र्याङ्क हेरिदिनुहोस् एकैचोटि। ल अब हामीले के गर्ने गरेका छौं, यसमा मैले ठिक उल्टोबाट दिएको छु कोरिलेसन। सबभन्दा ठुलोलाई ठुलोबाट सानोमा पनि दिन सकिन्छ, सानोबाट ठुलोमा है। यसमा ठुलोबाट दिए मैले, यो भन्दा अघिल्लोमा सानोबाट ठुलोमा, योमा डिसेन्डिङ अर्डरमा। सबभन्दा ठुलोलाई 1,
कक्षा कोठामा नि सबभन्दा बढी मार्क्स ल्याउनेलाई रोल नम्बर 1 मान्ने चलन छ नि, त्यस्तै सम्झेर गर्नुहुन्छ। ल त्यस्तै सम्झेर गर्नु होला, केही छैन। यो भन्दा अघिको क्वेशन यसरी नै गरे भए आन्सर फरक आउँदैन। विश्वास नलाग्नेहरूलाई, विश्वासमा शंका गर्नेहरूलाई, शंका गर्ने मान्छेहरूलाई त्यो गर्न मेरो आग्रह छ, गर्नु होला, त्यही आन्सर आउँछ। अब यहाँ x मा सबभन्दा ठुलो 80, 80 मा कुनै रिपिट छैन, विवाद भएन, 1 पायो। त्यो भन्दा सानो 78, 78 पनि विवाद छैन, 2 पायो। त्यो भन्दा सानो भनेको 75 हो, तर 75 दुई ठाउँमा छ। एउटाले 3 पाउनु पर्ने, अर्काले 4, तर उनीहरू लडाई गर्छन्। तर म त बराबर हो, किन तँलाई 3 किन मलाई 4 भन्ने हुन्छ नि त। हो त्यति बेला 3 र 4 को एभरेज दिने हो, कुरा अरु के हो। पाउनु पर्ने र्याङ्क के थियो, एउटा 75 ले 3, अर्कोले 4 पाउनु पर्ने थियो। ती 3 र 4 लाई के गर्दिने, दामाशाही गर्दिने। दामाशाही भने त बुझ्नुहुन्छ। 3 र 4 को दामाशाही कति हुन्छ, 3 र 4 7, 7 को दामाशाही 7/2, दुईवटा तथ्याङ्क त्यस्तै भए हुनाले 7/2 3.5 3.5। तर अब ख्याल रहोस्, अब पाउने वाला 4 गइसक्यो, अब 5 पाउने हो। 75 भन्दा सानो को छ यहाँ, 75 भन्दा सानो 68 रहेछ, फेरि 68 पनि रिपिट रहेछ। त अब पाउनु पर्नेले 5 र 6 पाउनु पर्ने थियो, तर त्यो पनि दामाशाही नगयोस्, 68 68। त 5 र 6 को दामाशाही 5 6 11, 11/2 भनेपछि 5.5 5.5 पाया हो। त्यसपछि अन्तिमले 7 पायो। अब कसैलाई लाग्यो 1 आयो, 2 आयो, त्यसपछि एकैचोटी 7 देखियो, यहाँ त 3 कहाँ गयो, 4 कहाँ गयो, 5 कहाँ गयो, 6 कहाँ गयो भन्नेलाई मैले के भन्नु छैन। कति भन्नु, 75 ले 3 र 4 को औसत पाएको हो, त्यसपछिको 68 ले 5 र 6 को औसत पाएको हो। त्यही भएर त्यो विलय भयो, 5 र 6 पनि विलय भयो, 3 र 4 पनि विलय भयो। अन्तिम भनेको 7औं पाउनु पर्ने वाला थियो, 67 ले 7 पायो। केही विवाद छैन। R2 तिर जाउँ। तर पोइन्ट टु बी नोटेड है, यो रिपिट भएकालाई एउटा 75 रिपिट भएको छ, यसलाई m1 बराबर 2 बिकज 75 इज रिपिटेड ट्वाइस लेख्नु पर्छ। m1 बराबर 2 बिकज 75 इज रिपिटेड ट्वाइस, त्यो फर्मुलामा काम लाग्छ त्यो रिपिट भएको। यहाँ मैले लेखेको छु m1 बराबर 2 बिकज 75 इज रिपिटेड ट्वाइस है। अहिले भनौँला, अब पहिला y को र्याङ्क हेरिहालौँ। त्यसैगरी m2 बराबर 2 बिकज 68 इज रिपिटेड ट्वाइस। 68 पनि त दोहोरिया थियो नि, यो 68 दोहोरिया थियो कि थिएन, 68 एउटा 68 दोहोरिया थियो, एउटा 75 दोहोरिया थियो। मैले भनिराख्नु पर्दैन। त्यही भएर m1 बराबर 2 m2 बराबर 2 कतिचोटि रिपिट भयो त्यसलाई m1 m2 m3 भनेर नाम दिइन्छ क्या। अब y तिर आउँ। y तिर सबभन्दा ठुलो कहाँ गयो, y मा सबभन्दा ठुलो को, y मा सबभन्दा ठुलो 14, y मा सबभन्दा ठुलो 14, तर 14 कति, 3 वटा छन्। एउटाले 1, अर्काले 2, अर्कोले 3 पाउनु पर्ने हो। त्यही भएर के गरियो यहाँ भन्नुहोस् त, यहाँ गडबड भएर छ हेर्नुस्। एउटामा एसेन्डिङ एउटामा डिसेन्डिङ भएर छ। दिस इज कम्प्लिटली रङ। उतापट्टि बढ्दो क्रममा दिइयो, यता मैले 12 लाई 1 दिइदिया रहेछु, 13 लाई 2 दिइदिया रहेछु। हतार गर्दा कहिलेकाहीँ यस्तो पनि हुन्छ हेर्नुस्। यो क्वेशन मैले देखाइन तपाईहरुलाई। ओहो तपाईलाई यो फाइल आएपछि के भन्नु होला है, सरैलाई आउँदैन भन्नु होला। अब के गर्ने भाइ, गर्ने के भाइ, यस्तै हुन्छ यो टाइप गर्न दिँदाखेरि। हुन त अब आफूले अलिकति हेरिएन होला, अरूलाई दोष दिनुको कुनै अर्थ छैन। के भने मैले भनेको कुरा बुझ्नुभयो। यहाँ चाहिँ सबभन्दा ठुलोलाई x मा ठुलोबाट र्याङ्क दिइयो, त यहाँ पनि सबभन्दा ठुलो 16 थियो नि, 16 लाई 1 दिनु पर्थ्यो नि, यहाँ 12 बाट दिइयो। के उल्टो भयो, यो कम्प्लिटली उल्टो भयो। तर म तपाईलाई यति मात्रै भन्छु, अहिले यो अब मिल्ने त कुरा भएन। m1 बराबर 2 75 रिपिटेड ट्वाइस, m2 बराबर 2 68 रिपिटेड ट्वाइस, m3 बराबर 3 14 रिपिटेड थ्राइस भने हो, अरु केही होइन है। m3 बराबर 14 किन भने मैले
यो 14 तीनचोटि रिपिट भए हुनाले m3 बराबर 3 भने हो। कतिचोटि रिपिट त्यो फर्मुलामा राखिन्छ यसरी, तर संयोगले मैले यहाँ पाइहाले, म यसलाई करेक्सन गरिहाले। थ्यांक यू भेरी मच। तब हो यो यसरी पढाउँदाखेरि आनन्द आउने भने यही। तपाईलाई त के आनन्द आउँछ, हामीलाई आनन्द आउँछ के पढाउनेहरूलाई। कम्तीमा थाहा हुन्छ नि कहाँ इरर भएर छ। ल हेर्नुस् है, म यहाँ गर्छु। अब हेर्नुस्, यहाँ थियो सबभन्दा ठुलो 17, योले पाउनु पर्थ्यो 1, सब बिग्रियो यहाँ। त्यसपछिको सानो 16 हो, 16 ले पाउनु पर्थ्यो 2। त्यसपछिको 15 हो, 15 ले पाउनु पर्थ्यो 3। यहाँ तपाई लेख्दै हुनुहुन्छ भने लेखिहाल्नुस् त। यो लेखिहाल्नुस्, यो लेखिहाल्नुस्, लेखिहाल्नुस्। यो सच्याउनु होला, किनभने उता x मा मैले एसेन्डिङ डिसेन्डिङ अर्डरमा गरे के, सबभन्दा ठुलोलाई 1 दिए। त यो डेटामा 17 सबभन्दा ठुलो छ, 17 ले 1 पायो। त्यहाँ मिलाउनुस्, त्यहाँ एरेन्ज गर्नुस्। योले कति पाउनु पर्थ्यो यहाँ? 15 17। यो डेटा पनि कसरी फरक परेछ? यहाँ कहीं 15 भएको छ, कहीं 16, कसरी त्यसरी फरक भयो? एकैछिन है, म यहाँ त्यस्तो नहुनु पर्ने कसरी भएछ? ए क्वेसनमा 17 रहेछ हैन? हैन, यो पछि मिला रहेछ क्या हो? ल ल, यहाँ भएको अंक अनुसार मिलाउनुस् है। यहाँ भएको अंक अनुसार 17 एउटा तल गए रहेछ के, यहाँ गए रहेछ। ल ठीक छ, 17 ले 1 पायो, विवाद भएन। 16 ले 2 पायो, ए ठिकै छ नि। एउटा टेबल तल गया कारणले मलाई पनि कन्फ्युजन भएछ। हेर्नुस्, यो तब टेबल एउटै लाइनमा राख्नुपर्छ। यो ठिकै छ, 17 सबभन्दा ठुलो 1, 16 2 पाउनु पर्थ्यो। इरर भएर छ, 16 2, 16 ले 2 पाउनु पर्थ्यो नि त। ले 2 नै ठिकै छ, यहाँ हेर्ने हो नि। मै कन्फ्युजन भइसक्यो यहाँ। यता x को हेरिँदैछ क्या। एकछिन है, 17 ले 1 पाउनु पर्थ्यो, ठीक छ। म यहाँ टिक लगाउँदै गर्छु है। 17 ले 1 पाउनु पर्थ्यो, ठीक छ। अहिले क्लियर गरिदिनु भयो नि त फेरि तपाईहरुलाई। 17 ले 1 ठीक छ, त्यसपछि 16 ले 2 ठीक छ, यताको हो नि त y को र्याङ्क। त्यसपछि 15 ले 3 ठीक छ। अब त्यसपछिको 14 हो, तर 14 3 चोटी भनेपछि 4 5 6। 4 5 6 को औसत निकाल्नुस् त। 4 5 6 को औसत निकाल्नु त। 4 5 9 6 15, 15 बट्टे 3, 3 वटा डेटा भयो। 5 5 5 पाएको कारण एकदम राइट छ यो। ठीक छ, म तलको 17 नदेखा हुनाले मलाई कन्फ्युजन भयो। 17 तल अर्को टेबलमा गए रहेछ। त्यसपछि 6 सम्म गइसक्या थियो। 13 ले पायो 7, 12 ले पायो 8, एकदम राइट छ यो। हेत्तेरीका, यहाँ मै कहाँ यहाँ अहिले चेन्ज गर्दै थिए, बवाल गर्दै थिए कि नै म? हेर्नुस् त, यति बवाल गरिसक्या थिए कि थिएन मैले? यता यहाँ x को र्याङ्क अफ y भन्दैछु, x मा बदल्दैछु, त्यही भएर मिस्टेक भयो है। बुझ्दिनु होला, तपाई जतिको मान्छेले नबुझ्ने केही छैन। अनि डिफरेन्स निकाल्यो, r1 - r2 d स्क्वायर निकाल्यो। अब खाली यति सम्झिनुस्, यो एउटा टेबल तल गएर कत्रो कन्फ्युजन गराइदियो। हेर्नुस् त, m1 2 किन भयो? 75 दुई चोटी रिपिट भए हुनाले। m2 2 किन भयो? 68 दुई पटक रिपिट भए हुनाले। m3 3 किन भयो? 14 3 पटक रिपोर्ट भए हुनाले। अब फर्मुला यो 1 माइनस अलग, ठीक छ, 6 ब्र्याकेट समेसन d स्क्वायर 159 आउँछ। समेसन d स्क्वायर यहाँ छुट्या रहेछ, यो समेसन निकाल्न छुट्या रहेछ है। के गर्ने? समेसन d स्क्वायर भन्ने यहाँनिर निकाल्नु पर्थ्यो नि, यहाँ छुट्या रहेछ।
है समेसन डी स्क्वायर 159 आउँछ। यो उता लेखेको यता आएछ कि यो एडिट गर्दाखेरि। ल जे भए पनि प्लस एम m1 इन्टु m1 स्क्वायर माइनस 1/12 m1 भने 2 थियो, 2 इन्टु 2 स्क्वायर माइनस 1/12 भने 1/2 अनि अर्को 2 इन्टु 2 स्क्वायर माइनस 1/12 अर्को पनि 2 थियो, अर्को m3 भने 3 थियो, 3 इन्टु 3 स्क्वायर माइनस 1/12 एकदम ठिक छ र यसरी आयो माइनस 0.93। यसलाई राम्रोसँग हेर्नुहोस्। के भन्नु छ मैले, के भन्नुपर्ने छ मलाई, भन्नुपर्ने छ भने भनिहाल्नुहोस्। अब भन्न त भन्ने थियौं सर, के भनौं भन्ने पनि हुनु होला हैन। भन्न त भन्ने के भन्न सजिलो छ नि गाह्रो छ नि। भन्न त भन्ने नै हो सर, तर के भन्ने हो बडा गाह्रो छ सर भन्ने पनि हुनुहुन्छ, मलाई थाहा छ। म त्यति थाहा नहुने मान्छे होइन। एउटा टेबल तल गएर तब एउटै टेबलहरु जहिले पनि एउटैमा लेख्नुपर्छ भन्ने कारण यिनै हुन्। हेर्नुहोस् पीडीएफ मा कसरी गएछ के, हेत्तेरिका यो यहाँ हुनु पर्थ्यो नि त। यो यहाँ हुनुपर्ने हो नि समेसन डी स्क्वायर, एउटा कलम नभएर यस्तो झमेला गराएर हैन। हा 17 ले 1, 16 ले 2, 3, 14 ले 5, 5, 5 शनि 7, 8 ठीक छ। ल कोरिलेसन यसरी नै सकियो भन्ने जानकारी गराउँदै भोलिदेखि रेग्रेसनको कुरा सुरु हुनेछ भन्दै आजको कथा यही समापन भएको घोषणा गर्दछु। धन्यवाद, नमस्कार। सुन्नेलाई सुनको माला, भन्नेलाई फुलको माला भन्नु बाहेक मसँग कुनै विकल्प रहेन।